यही भदौ महिनाको 7 गते आइतबार अगस्त 23 तारिकका दिनमा चाहिँ पुत्रदा एकादशी व्रत रहेको छ। के तपाईँले आफ्नो सन्तानको सुख चाहनु भएको छ अथवा सन्तान प्राप्तिमा ढिला भएको छ, विलम्बता भएको छ र सन्तान सुख, सन्तान प्राप्ति चाहनु भएको छ भने यो एकादशीलाई चाहिँ चान्चु नै नमान्नुहोला। पुत्रदा एकादशी पद्मपुराण अनुसार विशेष गरेर सन्तान प्राप्तिको लागि, भौतिक सुखको लागि र सन्तान सुख होस् भन्नको लागि, सन्तानको मङ्गलमय कामनाका लागि चाहिँ बसिने एउटा अत्यन्तै महत्त्वपूर्ण एकादशी व्रत हो। यस दिन हामीले भगवान विष्णुमा समर्पित भएर पुत्रदा एकादशीको व्रत बस्ने गर्छौँ। यस एकादशीको तपाईँले श्रद्धापूर्वक व्रत बस्नुहोला। यस दिन आइतबार परेको हुनाले तपाईँले तुलसी पत्र चाहिँ अघिल्लै दिन टिप्न सक्नुहुनेछ र भगवान विष्णुको पूजा, तुलसीमा पूजा, त्यस्तै गरेर शालिग्रामको पूजा, दियो कलश गणेश हामीले सुरुमा नै पूजा गर्ने गर्छौँ। जुनसुकै पूजा गर्दा पनि हामीले विशेषतः पहिलो त दियो कलश र गणेशलाई पूजा गर्नै पर्छ र त्यसपछि अन्य पूजाहरू गरिने गरिन्छ। र यस दिनमा तपाईँ व्रत बस्नु, भोकै बस्नु मात्रै व्रत होइन, विशेषतः तपाईँको तन मन शुद्ध हुनुपर्छ, भगवानप्रति समर्पित हुनुपर्छ। आफ्नो सङ्कल्प के हो, सङ्कल्पप्रतिको जुन तपाईँको चिन्तन रहनुपर्ने हुन्छ र व्रत बस्दाको दिन कसैलाई रिसराह गर्ने होइन, गाली गलौज गर्ने, नराम्रो सोच्ने, त्यसै गरेर झै झगडाहरू गर्ने र यस दिनमा मारकाट गर्ने यस्ता कामहरू चाहिँ तपाईँले जुनसुकै व्रत बस्दा पनि गर्नु हुँदैन। यी कुरालाई ध्यानपूर्वक राखेर भगवान विष्णुको आराधना गर्नुहोस्। ओम नमो भगवते वासुदेवाय नमः भन्ने मन्त्रलाई चाहिँ तपाईँले 2 माला 3 माला 4 माला कतिसम्म जप्न सक्नुहुन्छ पूजा गरेर मन्त्रहरू जाप गर्न सक्नुहुनेछ। यसरी व्रत बस्दै गर्दाखेरि तपाईँका आफ्ना सांसारिक सुख प्राप्ति, सन्तान सुख प्राप्ति, सन्तान प्राप्तिमा चाहिँ योग बन्नेछ।